नमस्कार साथीहरू। आज चाहिँ हामी काम नपाएर चाहिँ हैन डुल्न आएको। काम नपाएर न काम धेरै पाएर हो धेरै भएर रिफ्रेसमेन्ट भनौँ न। काम धेरै भरे हो। अनि आज चाहिँ यसो भ्लग बनाउनु मन लाग्यो क्या हामीलाई चाहिँ हैन। यो भ्लगको उद्देश्य चाहिँ के हो भन्दाखेरि मेन भनेको कन्फिडेन्स बढाउनलाई हो कि किन हैन अंग्रेजीमा भन्दाखेरि भ्लग बनाएपछि चाहिँ हल्का कन्फिडेन्स बढ्छ कि जस्तो लाग्यो। हजुर हजुर त्यही भएर किरणले नि अब यसो कन्फिडेन्स बढाउनु पर्यो भनेर हैन। क्यामेरा फेरि यो होइन गएछ कि त्यो प्रोटेक्टरै छोडिदियो। कति मैले 1000 रुपियाँ हालेको दुईटालाई गरेर। माथिको छ तलको गएछ क्या के नि त। अब आजको भ्लग अगाडि नि देखाउ न सिन देखाउ न यार। हैन पखान एकछिन यहाँ इन्ट्रोड्युस त गरौँ न। तिम्रो नाम भन्देऊ। किरण बसाल। अलि भन न। हाई गाइस इंग्लिशमा। तिमी अब इन्टरभ्यु सुन न। इन्टरभ्यु दिँदै आऊ। इन्टरभ्यु दिन्छु ल ल इन्टरभ्यु लिन्छु के हैन तिम्रो हैन पहिले तिम्रो इन्टरभ्यु लिनु पर्यो नि कस्तो युट्युब च्यानलको बारेमा ल वेलकम छ है ल साथीहरु नमस्ते। म क्वेशन सोध्छु बस न यता सिधा ल म बस्छु है। ल सबैलाई स्वागत छ। आज हामीसँग यहाँ चाहिँ यहाँ हाम्रो जेनजी युवा अलि पछाडी लैजाऊ न। जेनजी युवा हुनुहुन्छ। मलाई हान्दैन यहाँबाट गाडीले हुनुहुन्छ हाम्रो विशाल ओझाजी। हजुर नमस्कार। नमस्कार सर। पौज उ गरिदियो के नकाटेको के छ अनि आजको यात्रा कहाँसम्म हो तपाईँको? सर हामी चाहिँ मेरो चाहिँ एकदम अहिलेको अवस्था चाहिँ एकदम दहनीय भन्दा पनि एकदम काम गरेर म चाहिँ थकित। ए सरी दिन रातै हाम्रो चाहिँ मेहनत छ हैन। हजुर 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 त्यही भएर चाहिँ म एकदम टायर्ड फिल भयो। त्यही भएर किरणलाई लिएर चाहिँ यसो हामी घुमघाम भनौँ न रिफ्रेसमेन्ट टाइपको। हजुर के काम गर्नुहुन्छ तपाईँले? काम त अब त्यो खै के हो कामै के हो पैसा नि आउँदैन। मेहनत फेरि पैसा आउने भन्दा बढी छ। हजुर रोक्नुहोस् है यताबाट गाडी आयो एकैछिन तपाईँलाई गाडी पनि दिन्छु। अहिले हस्पिटल लगाउनु बेर छैन है। अलि यता हो गाडी पनि देखाउनु पर्यो नि। ल एकदम राम्रो। ओहो ल ल अब आज तपाईँ 20,000 ताल आउनुभयो। 20,000 ताल छिरिएन भनौँ न बन्द रहेछ। अलि पछाडि लैजाऊ न। मलाई हान्दैन गाडीले। म यहाँ जम्मै अनुहारको यो जम्मै होइन तिम्रो यहाँ भोइस त आउँदैन नि त। होइन कि भोइस आउँछ के तिम्रो भोइस टाढाको हेर्छ जति खाने आउँछ क्या हो र त ठिक छ। भन न। उसो अब तपाईँको बारेमा यसो भन्नु नि त। मेरो नाम चाहिँ विशाल ओझा। नमस्ते मेरो नाम विशाल ओझा। फिलहाल म 22 वर्षको भएँ। हजुर 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 म जन्मेदेखि सिङ्गल छु। हजुर त्यही नै हो। अब अरू के भनौँ। गर्लफ्रेन्ड गराउनु भएछ कि होइन? होइन नि यार म त एकदम खै के हो यो केटी पट्टाउने चक्करमा चाहिँ म हल्का सोझो निस्कियो क्या। सोझो त सोझै हो म। हजुर हजुर केटीहरूले नहेर्ने हुन् कि मैले त हेरेर हुन्छु केटीहरूलाई। हजुर केटीले चाहिँ सायद तपाईँको गर्लफ्रेन्ड छैन? सिङ्गल म जन्मेदेखि। किन त किन सिङ्गल? खै यो त मैले बुझिनँ हौ। यो खै के हो ठ्याक्क भन्नु तपाईँ सिङ्गल हो कि होइन? म त एकदम भने नि जन्मेदेखि सिङ्गल हो यार। ल ठिक छ। उसो तपाईँ ऊ त कालु हो कि होइन? कस्तो कालु हो र ऊ त कालु हजुर हजुर उसलाई हेर्नु। बोका त अब छोरा मान्छे भइसकेपछि हल्का हुनै पर्छ। हजुर यता आयो कि त छोरी मान्छे हुन पर्यो बाहिरी हुनलाई। हजुर हजुर ल छोरा मान्छे भइसकेपछि अब बोका हुनै पर्यो भनौँ न। हस् हस् ल तर यो हामीले अलिक गलत भिडियो बन्दैछ। होइन यो स्कुटर चाहिँ नदेखाउनु पर्ने हो कि अहिले? किन? खै मलाई चाहिँ देखाउनु मन लाग्दैन क्या। उसो तपाईँ फ्लेक्स गर्नु चाहनुहुन्न? चाहदिनँ क्या म। तपाईँ कस्तो मान्छे हो भन्नुहोस् आफ्नो व्यक्तित्वको बारेमा। एकदम डाउन टु अर्थ एकदम। उसो तपाईँ त अहिले डाउनमा हुनुहुन्न अर्थभन्दा। रेडी छु म ल ल डाउनमा बस्नुहोस्। भयो ल यो राम यो। ल ल के भन्दै एकदम राम्रो एकदम। अब हामी घुम्न हिँडेको 20,000 तालमा हिँडेका छौँ है। अब तपाईँ भ्लग स्टे ट्युन ल। सुन न हजुर तिमी अब यो हेर्ने केटीहरूलाई के भन्न चाहन्छौ भन न। हेरिदिनु लाइक गर्नु। होइन के त्यो लाइक साइकको होइन क्या। के भन्ने त? तिमी सिङ्गल हो नि? हजुर तिमी यसो चाहन्छौ कि न यसो मेसेज एकदम 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 सबैले लाइक गर्नु सपोर्ट गर्नु। हेत तेरी त्यो भन्न खोजे होइन कि मैले। क्युआर पनि भन। त्यो भन्न खोजे होइन क्या। हामी अनलाइन गर्ने भन्दा यो देखाउ उदाइको देखाउ स्पिड आएको देखाउ। होइन भनेको के यो भ्लग बनाइ होइन नि त यो फेरि। भ्लग के हो त? रिल हो? रिल बनाउनु लाग्यो के बनु हौ। अब यो आफै डराइयो त हामी त। भाडाको बाइक लिएर हिरो भन्छन् हौ। 100% भाडाको।
ल होइन साथीहरू किरणले चाहिँ मलाई एकदम धेरै सताए यार। किन सताए भन्दाखेरि मेरो अगाडि चाहिँ लास्टै सिङ्गल भएँ, एउटा केटी खोज्देऊ न यार, एउटा लास्ट खोज्देऊ न भनेर भने छन् होइन। तर के भन्नु यार, अनि अहिले चाहिँ यहाँ भ्लगमा चाहिँ के भन्न खोज्दैनन्, यिनलाई चाहिँ एउटा एकदम चाहियो अरे क्या, एकदम लोयल केटी को छ भनेको, एकदम लोयल, अति सिङ्गल, एकदम इमान्दार छन्, हल्का चालु होइन कि एकदम इमान्दार केटी चाहियो यिनलाई। इमान्दार केटीले चाहिँ यिनलाई तुरुन्त अनुहार देखाउ न, केटीले हेर्नु पर्नु अनुहार देखाऊ, अनुहार देखाऊ, हुन्न है अनुहार देखाऊ अनि बल्ल, अनुहार देखाऊ अनि बल्ल, त्यो निकाला न, निकाला निकाला हेलमेट, होइन के केही हुँदैन, तिमी निकाला त हेलमेट, हेलमेट निकाल भनेको। हेर्न पर्यो नि केटीले, मलाई नि मेसेज गर्नु है मन सिङ्गल हो, ल अब तिम्रो पाली अब हेलमेट निकाला त, हेलमेट पुरै फुल फुल तिमीले त यार दिएन यार, फुल फुल। ल साथी ल यिनै हुन है, हेर एकदम इमान्दार, इमान्दार छन्, ल ल्याउ न एकदम। हजुरहरू सिङ्गल हुनुहुन्छ नि यिनलाई म मेसेज गर्नु र म नम्बर नि दिन सक्छु, हजुर चाहनुहुन्छ भने फेसबुक आइडी, इन्स्टा आइडी के चाहिन्छ, किरणको चाहिँ झ्याप अति। मलाई चाहिँ हेर अघि आउँदा एउटा केटी त चाहिन्छ यार, विशाल पार्टनर अरे पार्टनर, एउटा केटी नभए हुन्न, म त लास्टै हरिसक्यो हौ, कति हान्नु हस्ते भन्छन् यिनले, अति अति भइसक्यो यिनलाई, मलाई नि भयो अति। तर यिनलाई चाहिँ लास्टै नै भयो क्या, मलाई नि भयो लास्टै। साथीहरू भ्लग है भ्लग, किरण ठिक छ, केही भन्दैौ त तिम्रो शुभचिन्तकहरू, यो हटाउ न, यो साउन्डै आउँदैन क्या, अलिक बिस्तारै चलाउ न, बिस्तारै चलाउ, के त निकाल न, निकाल न भनेको मुला। ल हेर बिस्तारै हेर, हाम्रै गाउँमा हो किरण तिम्रो, म त तिम्रो फ्यान हुन्छ जस्तो लागिसक्यो मेरो भिडियो हेर्ने यार। मैले नयाँ युट्युब च्यानल खोल्न सक्नु पर्ने छ, म सपोर्ट गरिहाल्छु तिमीलाई, ढुक्क भयो। म त किन जेलस भइसक्यो हो किरण देखेर यार, त्यो केटीहरूले जम्मै तिमीलाई मेसेज गर्छ जस्तो लाग्यो हो भनेको। ओइ 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 हेर हेरेर है मान्छे बच्चाहरूले फेरि हो, ल हत्तु आपत पर्छ हामीलाई फेरि यहाँ। के भन्छ अरे किरणलाई एकदम मन पराउनेहरूले चाहिँ है, एकदम म इन्स्टा फेसबुक जे नि दिन रेडी छु, नम्बर नि रेडी छु, मलाई नि यसो गरौँ न यार, के हो सिङ्गलै सिङ्गलै भयो क्या, एउटा केटी त चाहिन्छ यार जिन्दगीमा, एउटा केटी त चाहिन्छ हो, बेबी खाना खायो टाइपको दिने खालको चाहिन्छ एउटा। मेरो बेबी भन्ने कोही छैन यार किरण, एउटा 20 वर्षको ठ्याक्क, मलाई 20 वर्षको भयो हुन्छ, मलाई धेरै सुटिङ चाहिएन, 20 वर्षको एकदम तरुणीहरू ठिक हुन्छ क्या होइन। ल ल ल धेरै भ्लग नबनाऊँ होला है, ल साथीहरू माया चाहिँ गर्दै गरौँ। किरणलाई नि ए आइसकेछ त तिम्रो घर, किरणको घर आइसक्यो यार साथीहरू। अब ल आजलाई यति नै गरौँ भ्लग, अब खै अब यस्तै भयो भ्लग, जे जस्तो भयो नि होइन, माइन्ड नगर्नु, अर्को माया चाहिँ गर्दै गर्नु। किरणलाई एकदम एउटा केटी, एकदम सोची केटीले चाहिँ मेसेज गर्नु है, किरणलाई म भन्दैछु नि, मलाई नि गर्नु, मलाई नि मेसेज गर्नु है। ल बाई 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 गर्दा